बालेनको स्ट्याटस देखेर पनि हाँसो लाग्छ हो हैन। 76 जनाको रगतको बलिदानले चाहिँ अब यिनीहरूलाई चाहिँ अब यो पहिलाको यो नेताहरूलाई चाहिँ अब चिसो हावामा हैन जेलमा कोचाउँछ अरे, त्यति नगरेसम्म चित्त बुझ्दैन भनेर लेखेको रहेछ हैन। अहिले उसैको सरकार छ, प्रधानमन्त्री उसकै, गृहमन्त्री उसकै, सबै उसकै छ यार। अनि कसलाई सुनाएको त अनि त्यो अनि गरे भइहाल्छ त अनि जेलमा कोची हैन। कसलाई सुनाएर आएको होला? आफ्नै सरकार हुँदा त केही गर्न सक्दैन अनि अरूको सरकार हुँदा के गर्छ त अनि यसले? आफूले पनि गरेर देखाएर पो हुन्छ, गरी देखाउँदैन अनि त्यहाँदेखि त अनि बोलेर मात्रै बस्छ, भित्र कुनामा बस्छ हैन। राति राति झ्यापको तालमा हैन रक्सी खाँदो हो, गाँजा खाँदो हो, तान्दो हो, त्यसैको झ्यापको तालमा बोलेर बस्छ। अलिकति बोल्नलाई पनि मान्छेले पनि अलिकति चित्त बुझ्दो हैन, बुझ्ने गरेको बोल्नुपर्छ नि हो हैन। चित्त बुझोस् हैन, मान्छेले हो रहेछ, ओहो गरेछ यसले भन्ने होस् न। अब आफ्नै सरकार हुन्छ यस्तो छ हालत छ, केही गर्न सक्दैन। अरूको सरकार हुँदा यो के गर्दै हुन्छ? काम छैन यो।